सांसद अब स्कुल जाने हजुर 1000 जाने हिजो पढाइ होइन आज पनि के हुन्छ कि हुँदैन थाहा छैन जानु पर्यो एकदमै अनेस्ट भएर इमान्दार भएर छातीमा हात राखेर एउटा हात चाहिँ छातीमा अर्को हात चाहिँ उठाइदिनु होला कसले नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम लिनु भएको छ यो हलमा हो अलग लेभलको भन्दा त अहिलेसम्म जिन्दगीमा बिमै नगरेको मान्छे म छु यार कहीँ पनि बिमा गरेको छु बाँदरले खाने चिज उतै जंगलतिर लगाइदिनु रे अब किसानले चाहिँ मनपर्ने चिज किसानले चाहिँ आफ्नो खेती गर्नु कि बाँदरलाई चाहिँ उता लगाइदिनु एउटा ट्याक्सीमा भनौँ न 20-30 हजार खायो ल मानौ एउटा भन्यो भने 20-30 हजार खाए सुहाउने भन्ने हुन्छ 15 लाख खाने हो त एउटा ट्याक्सी त्यसैले त्यसको मुखको बाङ्ग्रा सङ्ग्रा झार्दिने होइन त मेरो खराब पानी छ मेरो खराब अब तपाईँलाई अचम्म लाग्ला होइन मलाई चाहिँ अब सबैले चाहिँ अब कबाडी भन्छन् है किनभने कबाडीको काम चाहिँ देखेका छन् यो बायोमेडिकल सेक्टरमा रिसर्च हुने कुराहरूमा सबैभन्दा धेरै त्यसैमा हुन्छ डिजिटल हेल्थ र बायोमेडिकल र अब भनौँ न सफ्टवेयर एआई त्यस्तोमा रिसर्च हुन्छ भन्ने कुरा बाहिरको मान्छेहरूलाई थाहा छैन किनभने हामीले भन्दा पनि भनेको छैन है